alone. No, you don't know how it feels to be alone. No, you don't know how it feels to. No, you don't know how it feels to be. उठाउनै नजान्ने लाटा लाटी तेरो बर्थडे चाहिँ भएछ नि तपाईलाई त यो भन्नु पर्ने एकछिन बर्थडे मान्छे बस 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 उता बस कस्तो लाग्यो सरप्राइज यो प्लास्टिकले नै फुटाएन यसो नि त यहाँ देखाएर चाहिँ खोइ अरे सरप्राइज सरप्राइज यस्तो फुट्दै फुटेन क्या यसले गर्दाखेरि कस्तो लाग्यो सरप्राइज थ्याङ्क यू दिदी ल गिफ्ट हो आउँछ जस्तो लागेको थिएन आज आएको छु भने थाहा थिएन कता अब जामा लाउनुपर्छ अनि बर्थडे मनाउने ल अब नाना लाउने अर्को ल यसो गर ह्यापी बर्थडे हैप्पी बर्थडे टु यु हैप्पी बर्थडे टु यु सिम्रिका पर्दा बन्द हुन्छ हौ अँध्यारो हुन्छ 7 वर्ष ल एकछिन क्यान्टिङ मार्नु पर्छ मार्नु हुँदैन त्यत्रो पुरानो के भनेको छ काट बत्ती कहिले फुगेर नमार्नु अरे जन्मदिनमा मैले त खतरो काटिदियो यो अन्डाको होला होइन होइन भेज भेज हो भेज पनि पाउँदो रहेछ आउँछ त घाँस काटेर लाँदैछ तर कता कताको के चिनी छ नि अन्डा उयो त आलुहरू पत्तो केक काटेको भयो धबलु भयो ए हुँदैन यो बाहिर यसो गर्दा मुख मार्दा हुन्छ ल बाबालाई खुवाएको सुरुमा यहाँ आउनु खै फोटो नि खिच्नु न अब भिडियो बनाइरहेको छु हौ टिका सिका चल्दैन ल टिका नचलेको कारण है यो चाहिँ हाम्रो भन्दै होइन त्यहीबाट फोटो क्लिक गर्नु न यहीँबाट यसो गरेर ए त्यसो हो। गाइजहरू हाम्रो टिका चल्दैन त्यसैले भेज केक आज चलेको छैन भने त चलाएको यहाँ बस्नु पनि फोटो खिच्नु टु भन्दैन यो खुवाउनु पर्दैन मामुलाई खुवा दलिदिनु केक केक दलिदिनु नानी दिदीलाई ह्यापी बर्थडे थ्याङ्क यू भनेर खोयो चिलाउँछ न भयो रात अलिक साह्रो बोल्नु कति बिस्तारो बोलेको साह्रो बोल न मुसाले सुन्छ जत्तिकै बोल्थ्यो हो हाम्रो सिम्रीका गिफ्ट खोलेको अरे खोइ हौ बोलेको देखाऊ गिफ्ट देखाऊ के रहेछ हेरौँ के हो त्यसको सबै गिफ्ट देखाऊ त नाम भन यहाँ देखाऊ लबड चम्ची सबै देखाऊ यति हो त्यति हो कि कसले ल्याइदिएको खोइ अनि यो केक यो चाहिँ मेरो सबै दिदीले दिएको अलिक साह्रो बोल न यो इलेजर यो चिम्की यता देखाउँदै क्या यो चेन यो घडी अनि यो रबर अनि यो पनि
रबर यो चाहिँ मेरो सबै दिदीले ल्याइदिएको अनि मैले खोल्छु अनि अरू चाहिँ यति हो आज तिम्रो जन्मदिन हामी सबै खुसी भएको दिन